हेलो जोडले नमस्ते, फेरि पनि स्वागत छ यहाँहरूलाई मेरो न्यू ब्लग्समा। आज चाहिँ म यहाँ हाम्रो नारायण टायरको तलपट्टि आएको छु। कस्तो लाग्छ लाइक नजिकै बागमतीको किनारमा रहेको छ। आकाशमा एकदम धुम्म बादल लागिरहेको छ। मौसममा एकदमै हेर्न लायक भएको छ। चिसो मौसममा आज चाहिँ हामी बसिरहेको छौँ। तपाईँहरू पनि आउनु होला घुमफिर गर्नुको लागि, घुम्नको लागि। एकदम रमाइलो ठाउँ रहेको छ। आज चाहिँ ठ्याक्क कति बजी छ भनेपछि 7 बज्न लाग्यो होला। यो मौसम चाहिँ एकदमै रमाइलो छ, शीतल छ। आनन्द लिनको लायक भएको छ साथीहरू। अब हामी यहाँबाट जान्छौँ। हेर्दै गर्नु होला माथि पुलसम्मको भ्यूहरू तपाईँहरूलाई देखाउँदैछु। आशा गर्छु तपाईँहरू सन्चै हुनुहुन्छ होला र म पनि एकदम फिट एन्ड फाइन छु। तपाईँहरू स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्, आफ्नो टार्गेट आफ्नो करियरमा फोकस गर्नुहोस्। सो त्यही भन्न चाहन्छु। अब बर्खाको सिजन सँगसँगै अब बर्खा भएको कारणले पानीहरू धेरै पर्ने कारणले जो खोलाको छेउछाउ रहेको अथवा जो पहिरो जाने सम्भावित क्षेत्रहरूमा एकदमै होसियार रहनु होला होइन। जीवनयापन गर्ने क्रममा पनि अब यो बर्खाको सिजनमा चाहिँ गाउँहरू एकदमै समस्या हुनसक्छ, जहाँ डुबान हुनसक्छ, जहाँ पहिरो जान सक्छ होइन, जहाँ बाढीले क्षति गर्न सक्छ, त्यस्तो ठाउँहरूमा चाहिँ एकदमै होसियार हुनु होला भन्न चाहन्छु। जो अब सिजन त एकदमै मलाई चाहिँ मनपर्छ। बर्खाको सिजन जुन धान रोप्ने समय हुन्छ एकदमै रमाइलो हुन्छ। गाउँमा मैले मिस गरेर आएको छु। गाउँहरूलाई एकदम मिस गरेर आएको छु होइन। सो धान रोप्ने समय हो। किसानहरू खेतमा यति बेला एकदमै रुझेर भए पनि आफ्नो अन्न बालीहरू फलाउनको निम्ति लागि पर्नुपर्ने हुन्छ। सो आज म नारायण टायरको पुल नजिकै आइसकेको छु। तपाईँहरूलाई यहाँबाट त्यो बागमतीको पानीहरू पनि देखाउँछु। पानी तपाईँहरूलाई मैले किन देखाउँदैछु भनेदेखि लगभग 1-2 हप्ता अगाडिसम्म पानी चाहिँ एकदमै कम थियो त्यहाँनिर। बर्खा सिजन सुरु त भयो तर पानी पनि त्यति साह्रो धेरै परेको छैन। लगभग 2-3 दिन पानी परेको थियो होला। पानी एकदमै पानीको बहावहरू बढिरहेको छ। तपाईँले यहाँबाट देख्न सक्नुहुन्छ। म यहाँको पुलको नजिकैबाट भिडियोहरू खिचिरहेको छु ल। हेर्नु बागमतीको छेउमा चाहिँ एकदमै पानीको बहावहरू तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ नारायण टायरको पुल हो। नारायण टायरको पुल हो। तपाईँहरूलाई यहाँबाट मैले त्यो पानीको बहावहरू